यो चाहिँ हाम्रो बाबुलाई भएको समस्या त हजुरले बुझ्नुभएको छ नि होइन, डाक्टर साहबले हजुरलाई चाहिँ त्यो बुझाउनु भएको पनि होला। यो चाहिँ खास गरी चाहिँ खोकी र घ्यारघ्यार हुँदाखेरि चाहिँ इनहेलरहरू युज गर्ने हो। मेनली चाहिँ खोकी र घ्यारघ्यार हुँदाखेरि चाहिँ सबभन्दा सेफ सुरक्षित औषधि भनेको इनहेलर नै हो क्या, किनभने चाहिँ यसले चाहिँ कुनै पनि साइड इफेक्टहरू चाहिँ हुँदैन है। तर यो औषधि इनहेलर चाहिँ कस्तो हुन्छ भन्दाखेरि चाहिँ तपाईँलाई समस्या फोक्सोमा छ, यो औषधि चाहिँ हाम्रो चाहिँ बाफको माध्यमबाट सिधै फोक्सोमा मात्र पुग्छ र जुन चाहिँ हाम्रो सासको नलीहरू खुम्चेको हुन्छ त्यसलाई चाहिँ खुल्लाउने काम गर्छ यसले चाहिँ है। र यसको कुनै पनि त्यस्तो बानी पर्ने हुँदैन। कति बिरामीहरूले यसले त बानी पर्छ है भन्छ, त्यो बानीहरू नि पर्दैन है। हेर्दा ठुलो पनि छ होइन, त्यही भएर कस्तो यस्तो लिग्नी भनेपछि त अनि बेसिकली बिरामी भनेको जस्तो बुझिन्थ्यो नि त। अनि अरूले नि त्यही बुझ्छन् कि थाहा नहुँदाखेरि हो। त्यो थाहा नहुँदाखेरि हो। सबभन्दा पहिला हामीले के बुझ्नु पर्यो भन्दाखेरि औषधिहरू सुरक्षित हुनु पर्यो, कम डोजको हुनु पर्यो, डोज बुझ्नु पर्यो क्या हामीले मेन गरी। जस्तै ट्याब्लेट औषधि, झोल औषधिहरू के हुन्छ एमजीमा हुन्छ, हजुरहरूले सुन्दा त एमजी सुन्नुभयो होला, तर यो भनेको चाहिँ एमसीजीमा हुन्छ कि। तपाईँले यहाँनिर हेर्न सक्नुहुन्छ कि 100 एमसीजी भनेर लेखेको हुन्छ, यहाँनिर 100 एमसीजी लेखेको हुन्छ भनेको 1 एमजीमा 1000 एमसीजी हुन्छ, 1000 माइक्रोग्राम। एमजी भनेको मिलिग्राम, एमसीजी भने माइक्रोग्राम। 1 एमजीमा 1000 एमसीजी हुन्छ 1 एमजीमा भनेपछि चाहिँ यो 100 एमसीजी भनेको त धेरै कम भयो होइन। धेरै तपाईँले ट्याब्लेट झोल औषधि मानौँ कुनै 5 एमजीको औषधिको झोल खायो भने त्यो 5000 एमसीजी हो। यो एकचोटि पफ गऱ्यो भने जम्मा 100 एमसीजी है, कम डोज हुन्छ। र अर्को कुरो भनेको मानौँ न, प्राय बिरामीले बुझ्नुपर्ने कुरा भनेको चाहिँ हाम्रो आँखामा रातो भयो, आँखा रातो भयो भनेपछि हामीले के गर्छ, दबाई खान्छ कि औषधि हाल्छ, डाइरेक्ट ड्रप हाल्छ नि त आँखामै। जहाँ समस्या छ त्यहाँ यो आँखा रातो भन्छ भने यतातिरकै आँखामै हालिन्छ होइन। त्यस्तै हामीलाई कानमा समस्या भने हामीले के गर्छौँ, कानमै औषधि हाल्छौँ। जहाँ प्रब्लम छ त्यसकै लागि मात्रै औषधि बनाएको हुन्छ। यो इनहेलर पनि त्यस्तै हो। बच्चाले या मान्छेले होइन हो, बाफ भन्दा नि यो राम्रो होइन। यो चाहिँ बाफ भन्दा नि कम डोज हो, काम एउटै हो, दिने माध्यम फरक हो। त्यो चाहिँ नेबु लाइनमा जोडेर दिनु पर्यो भने यो चाहिँ लाइन पनि चाहिएन है, बुझ्नुभयो। हामीले दिने समयमा लाइन कट्यो भने के गर्ने, त्यही भएर अहिले चाहिँ इनहेलरहरू दिने हो है। अनि यो चाहिँ जुन हाम्रो फोक्सोभित्रको सासको नलीहरू खुम्चिन्छ अरे के, यो घ्यारघ्यार हुनु भनेको सासको नलीहरू चाहिँ खुम्चिने समस्या भएपछि त्यो घ्यारघ्यार हुने हुन्छ। त्यो के कारणले हुन्छ, मेनली चाहिँ बालबालिकामा चाहिँ चिसोले एलर्जीले हुने हो र वंशानुगत पनि हुन्छ। जस्तो उसको बाउबाजेमा दमको समस्या छ भने चाहिँ त्यो अनुसार पनि उसलाई भएको हुन्छ है त। अब यसबाट जोगिनको लागि चाहिँ के गर्नु पर्यो, चिसोबाट जोगाइदिनु पर्यो। एलर्जी भनेको चाहिँ मान्छे अनुसार फरक हुन्छ। जस्तै अब कसैलाई धुवा धुलोको एलर्जी हुन्छ, कसैलाई केही कुराको स्मेलको, सेन्ट स्प्रेहरूको स्मेलको होइन, जनावरको रौहरूले पनि होइन गाह्रो गर्न सक्छ। कुनै घरमा अब मानौँ न रङ लागेको घर छ भने त्यसको स्मेलले गर्छ, तरकारीको खारहरूले गर्छ, कपडा डस्नाको धुलोहरूले गर्छ होइन, गुलियोहरूले पनि गर्छ। बच्चाहरूलाई त त्यो चक्लेट खाने बानी हुन्छ नि त होइन, त्यही भएर चाहिँ गुलियोहरूले पनि गर्छ। त्यही भएर चाहिँ चिसो जे कुराको उसलाई एलर्जी हुन्छ, जे खाँदाखेरि उसलाई गाह्रो हुन्छ, जसको नजिक जाँदा सम्पर्कमा आउँदा उसलाई बढी खोकी घ्यारघ्यार हुन्छ, त्योबाट ऊ चाहिँ अलिकति जोगिनु पर्ने हुन्छ है। चक्लेट खाने हो, चक्लेट नखाउला, बाहिरको खानेकुरा नखाउला, सन्चो भएपछि फेरि खाने है त ल। अनि त्यो हुन्छ। र औषधि चाहिँ अर्को कुरो भनेको चाहिँ हामीले औषधि चाहिँ डक्टरको सल्लाह बिना छोड्न भएन होइन। प्राय बिरामीले गर्ने गल्ती भनेको चाहिँ औषधि युज गर्दै जान्छ, समस्या भयो डक्टरले औषधि स्टार्ट गर्नुहुन्छ र सासको नली जुन हाम्रो खुम्चेको हुन्छ नि, सासको नली खुम्चेको हुन्छ त्यो खुल्दै गइसकेको हुन्छ र बिचमै स्टप गरिदिन्छ होइन। पूर्ण रूपमा सन्चो नभएसम्म चाहिँ हामीले चाहिँ डक्टरको सल्लाह बिना औषधि छोड्यो भने फेरि बल्झिन सक्छ। त्यही भएर पूर्ण रूपमा सन्चो बनाएर बल्ल औषधि हामीले छोड्ने, त्यो चाहिँ कसले छोडाउनुहुन्छ, डक्टर आफैले है त। र अब चाहिँ मैले औषधि लिने सही तरिका सिकाउँछु, किनभने चाहिँ औषधि डाक्टर साहबले लेखिदिनु भइसक्यो। यसको चाहिँ सही तरिका मिलेन भने चाहिँ औषधि फोक्सोमा पुग्दैन, फोक्सोमा नपुगेपछि चाहिँ औषधिले काम गर्दैन है। त्यसले लिने तरिका पनि एकदम महत्त्वपूर्ण हुन्छ। एउटा जोड्ने हुन्छ, यहाँ पाल हुन्छ दुई साइडमा, यो लगाएर यसो घुम्यो भने लाग्यो, यो यस्ता घुमाइदिने। त्यसपछि चाहिँ यहाँ हाम्रो मास्क हुन्छ,
मास्क जोड्ने सकेसम्म हाम्रो हातले नछुने, किन हात हेर्दा सफा भयो भने फोहोरै हुन्छ। यो भित्र केही पनि फोहोर टाँस्यो भने फोहोरै फोक्सोमा जाने हो। यो मास्क चाहिँ हामीले चाहिँ यसरी जडान गर्न सकिन्छ। ठ्याक्क यो लाग्यो। अब चाहिँ औषधिहरू चाहिँ यो इनहेलर 2 किसिमको इनहेलर छ, हजुरले देख्न सक्नुहुन्छ, निलो र रातो है। निलो र रातो भनेर बुझौँ। अब यो निलो भनेको चाहिँ रिलिभर औषधि हो, यसले चाहिँ एकछिनको लागि मात्र काम गर्छ हैन। र कन्ट्रोलर भनेको मेन यो हो, यो लामो समयसम्म युज गर्ने औषधि रातो हो भनेर बुझ्नु पर्यो है। र यसमा मिटर डोज सिस्टम पनि हुन्छ। यहाँ 200 लेखेको छ, यसमा पनि 200 नै लेखेको छ र हरियो कलरमा छ। यो भनेको 200 पप औषधि छ है यसमा भनेर भनेको हो। र यो चाहिँ गर्दाखेरि चाहिँ 20 पपमा गर्छ। जस्तै 20 पप दिएसी 180, फेरि 20 पप दिएसी 160, 20 पपमा गर्छ। र जब यो 40 पुग्छ तब त्यो बेला चाहिँ आधा रातो आधा हरियो हुन्छ भनेको सकिन लाग्यो, अर्को किन्नुस् भनेको। सबैको घर त बजारमा हुँदैन, कसैको गाउँतिर हुन्छ। त्यो बेला चाहिँ उसलाई चाहिँ समय चाहिँ सङ्केत पाउँछ, अब किन्ने बेला भयो मिलाएर किनिहाल्नुहोस् भनेको। 20 पुग्यो भने पुरै रातो हुन्छ, औषधि चाहिँ बाँकी नै हुन्छ 20 मा भने। 0 देखिन बित्तिकै फालिदिने डस्टबिनमा है। 40 पुग्दै हामीले नयाँ लिइसक्यो हुनुपर्छ है त। अब चाहिँ 2 पप हामीले चाहिँ एक समयमा 2 पप औषधि लिनुपर्ने हुन्छ। यो बिर्को हुन्छ, कति बिरामीले यो बिर्को सहित लगाउँछ के हैन, पस्दैन नि त, ओ भएन भन्ने बिरामी हो नि त। त्यही भएर बिर्को चाहिँ हामीले खोल्नु पर्यो। र लिँदाखेरि चाहिँ बुढी औँला तल 2टा औँला माथि है, यो भाग तल यो माथि है त। कतिले यसरी लिइरहेको हुन्छ, त्यो नि भएन है त। बुढी औँला तल 2टा औँला माथि हल्लाउनु पर्यो। लिँदाखेरि मजाले हल्लाउने र नयाँ प्याकेटमा जुनसुकै पनि हामीले नयाँ प्याकेट खोल्दाखेरि 2 चोटि बाहिर फाल्ने। नयाँ प्याकेटमा मात्रै। अब सधैँ दिइराख्नु पर्छ भने फाल्नु पर्दैन, तर दिन ग्याप हुन्छ भने चाहिँ हल्लाएर एकचोटि बाहिर फाल्ने। दिन ग्याप हाम्रो रातोमा हुन्छ कि निलोमा? निलोमा हुन्छ हाम्रो दिन ग्याप है। किनभने फाल्ने हजुर, किनभने यो त हाम्रो गाह्रो पर्दा मात्रै दिने औषधि हो निलो है। रातो हो सधैँ, रातो त नयाँमा 2 चोटि फालेपछि कहिले पनि फाल्नु पर्दैन रेगुलर दिएपछि है। अब हल्लायो योमा हाल्दियो। अब एक समयमा 2 पप औषधि दिने हो। 2 पप दिँदाखेरि यसमा लगाइदियो, यो भाग र यो नाकको भाग हो नि त, यो त ठ्याक्क लगाउनु पर्यो। र यो लिँदाखेरि चाहिँ हाम्रो चाहिँ ठ्याक्क मुखमा लगाउने र लिकेज हुनु भएन। प्रायः बिरामीहरू के गर्छ, तलबाट ग्यासहरू गइरहेको हुन्छ होइन, लिँदाखेरि त्यो हुनु भएन। ट्याक्क नाक र मुख छोपिनु पर्यो पुरै होइन। र लिँदाखेरि चाहिँ ठ्याक्क यो सिधा कि हल्का माथि हुनु पर्यो है। तपाईँले यो घाँटी मुनि गरेर लिन भएन है त, सिधा कि हल्का माथि। र 1 पप दिएपछि चाहिँ 30 सेकेन्डसम्म चाहिँ यसैमा भाप लिन लगाउने। 1 पपलाई 30 सेकेन्ड भएपछि चाहिँ यत्तिकै राखिदिने। बुझ्छ भने झन् लामो सास तान्नु भन्ने मुखले है। अनि 30 सेकेन्ड भएपछि निकालिदिने, फेरि एकछिनलाई रेस्ट गर्न लाउने बरु 15 सेकेन्ड 20 सेकेन्ड 30 सेकेन्ड रेस्ट गर्न लाउने। अनि फेरि हल्लाएर अनि अर्को पप दिने। कन्टिन्यू यो छ्यास गर्न मिल्दैन है। प्रायः बिरामीले हो हजुरले भनेको जस्तो प्रायःले चाहिँ 2 पप, डक्टरले बिहान 2 पप बेलुका 2 पप भने छ्यास गरिदिन्छ, त्यो चाहिँ भएन। त्यो 2 चोटि खिच्यो नि 1 पपै जोड्यो है। ल म चाहिँ दिन्छु बाबु, यहाँ 2.5 लाउ ल, तिमी यहाँ ठ्याक्क ल 2.5 लाउ, पछाडि टाउको ठोक उयो गर है त। ल ल ठ्याक्क मैले यो बाफ हो, बाफ तिमीले त्यहाँ लिन्छौ नि हो, त्यो बाफ हो यो। ल 1 2 सास माथि तान्नु त साना। 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 सक्यो। ल अब फेरि अर्को पप लिँदा फेरि सेम हल्लाएर बल्ल अर्को पप दिने है। तिमी चाहिँ यो हालेपछि गर न ल। फेरि 2.5 लाउ, 2.5 लाउ ल सानो 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 है त। ल घरमा चाहिँ घडी हेरेर नि गर्न सक्नुहुन्छ, मैले चाहिँ अहिले भने है।
यसरी दिने र यो औषधि चाहिँ अहिलेको लागि चाहिँ गाह्रो परेको बेला 2 पप दिने है। तपाईँले अहिले चाहिँ यो लेखेको अनुसार गर्नु पर्यो। डाक्टर साहबले जसरी भन्नुभएको थियो त्यसरी अहिलेको लागि 4 घन्टामा 5 दिन, 6 घन्टामा 2 दिन, 8 घन्टामा 3 दिन। त्यसपछि गाह्रो परेको बेला र कुनै बेला च्यापिहाल्यो भने तपाईँले 2 घन्टामा नि लिन मिल्छ क्या है। 1 घन्टामा नि 2 पप लिन मिल्छ यो चाहिँ। तर यो चाहिँ तपाईँले डक्टरले जसरी भन्नुभएको थियो त्यसरी लिनु पर्यो है त। सधैँ लिइराख्नु पर्यो। यो चाहिँ सधैँ लिनु पर्यो है। सधैँ बिहान 2 पप बेलुका 2 पप चाहिँ कन्टिन्यू नै गर्नु पर्यो। र यो लिएपछि चाहिँ रात औषधि लिएपछि चाहिँ मुख पुस्दिने है, मुखको भाग पुस्दिने, पानी खाएर कुल्ला गर्दा कुल्ला गर्न दिने, न त पानी खान दिने है, गरिदिनु पर्यो। मतलब सन्चो भएपछि पनि लिइराख्नु पर्यो त्यो चाहिँ। यो चाहिँ सन्चो भए पनि लिनु पर्यो। डक्टरले सन्चो भयो भन्नु पर्यो हजुरले भन्दा नि है त, बुझ्नुभयो। डक्टरले चाहिँ अब ल भित्री रूपमा सन्चो हुनु पर्यो क्या, बाहिरी रूपमा खोकी घ्यार बन्द भयो नि भित्री रूपको उसको घ्यार चाहिँ पुरै सन्चो हुनु पर्यो, बल्ल डक्टरले आफै छोडाउनुहुन्छ है त औषधि। र यो औषधि चाहिँ हामीले औषधि लिने तरिका बुझ्यौँ। अब यो भाँडोलाई चाहिँ हामीले एकदम सरसफाइमा ध्यान दिनुपर्छ। यो डिभाइसहरू स्पेसर र मास्कलाई चाहिँ जहिले पनि हामीले डब्बाभित्रै राख्नुपर्छ। प्रायःले के गर्छ जोड्न अल्छी लाग्छ अनि जोडेरै छोडिदिन्छ, बाहिर राख्छ। यसमा फोहोर पस्नु भनेको फोहोरै फोक्सोमा जानु हो। यसलाई चाहिँ हप्तामा एकचोटि धाराको चिसो पानीले धोएर घरभित्र चिसो ठाउँमै सुकाउने है। त्यो तातो पानीले धुने, घाममा सुकाउने, पुछपाछ गर्ने, साउन पानीले धुने गर्नु हुँदैन है। भिजेको बेला पनि यो भाँडो भिजेको बेला पनि तपाईँले औषधि युज गर्न हुँदैन है त। र भाँडालाई 6 महिनामा फेर्नुपर्छ। कन्टिन्यू डक्टरले औषधि सधैँ लिइराख्नु पर्यो भन्यो भने चाहिँ 6 महिनामा चाहिँ फेर्नुपर्छ है त। तर तातो पानीले धुने, घाममा सुकाउने गऱ्यो भने चाहिँ भाँडो आजको भोलि नै बिग्रिन्छ है, धमिलो देख्न थाल्छ कि अहिले त सफा छ नि त। तातो पानीले धुने, घाममा सुकाउने गऱ्यो भने चाहिँ धमिलो हुन्छ यो भाँडो, त्यो भनेको बिग्रेको हो भनेर बुझ्नु पर्यो है त। यो ठुलोमा सानो राखेर जहिले पनि डब्बाभित्रै राखेर डब्बाभित्रै भयो भने चाहिँ सफा भइराख्छ है त।